यदि तपाईलाई थाई मेकअप लुकको आइब्राउज बनाउन मन छ तर कसरी बनाउने भनेर आइडिया छैन भने यो भिडियो तपाईको लागि स्टेप बाइ स्टेप आइब्राउज बनाएर देखाएको छु। आई होप तपाईहरुलाई हेल्प हुन्छ। थाई मेकअपको आइब्राउज बनाउँदा फर्स्टमा ब्राउन कलरको पोमेड अर ब्राउ जेल अर ब्राउ पाउडरहरु पनि पाउँछ, त्यो युज गर्नुभयो हुन्छ। नेचुरल आइब्राउजलाई चाहिँ डार्क बनाउने, आफ्नो आइब्राउज जस्तो छ त्यस्तै शेपमा आइब्राउज फिल अप गर्ने, आइब्राउलाई डार्क गर्ने अर लाइट गर्ने त्यो चाहिँ तपाईको हातमा हुन्छ। आइब्राउ यतिको फिल अप गरिसकेपछि आइब्राउ जेल और यस्तो खालको मस्कारा स्टाइलमा भएको जेल हुन्छ, यो युज गर्नु भयो बेस्ट। तपाईसँग यो प्रोडक्ट छैन भने चाहिँ आइब्राउमा युज गर्ने ग्लु हुन्छ, त्यो युज गर्नु भए पनि हुन्छ। फर्स्टमा अपोजिट डाइरेक्सनमा एप्लाई गर्ने र त्यसलाई चाहिँ मजाले सेट गर्ने, काइन्ड अफ लिफ्टेड ब्राउ जस्तो बनाउने र यति गरिसकेपछि आइब्राउ चाहिँ यस्तो देखिन्छ। इफ तपाईको आइब्राउ चाहिँ बाक्कुलो छ भने यतिकै छोड्दा पनि हुन्छ। और आइब्राउ चाहिँ मेरो जस्तै हल्का पातुलो छ भने चाहिँ तपाईहरुले पोमेड भए पनि हुन्छ। और तपाईसँग आइब्राउ पेन्सिलहरु छ भने यसरी ग्याप एरियामा आइब्राउजको स्टाइलमा यसरी बाक्कुलो बाक्कुलो तरिकाले कोर्दिने। सपर तपाईले आइब्राउलाई फिल अप गर्ने भन्दा पनि आइब्राउको रोहरु स्टाइलमा कोर्दिनु पर्ने हुन्छ, जसले गर्दा आइब्राउजको रोहरु चाहिँ बाक्कुलो जस्तो देखाउँछ। र तपाईले कन्सिलर लिएर आइब्राउजलाई शेपिङ गरे पनि हुन्छ और नगरे पनि हुन्छ, यतिकै छोड्दा पनि हुन्छ। र यो चाहिँ रहेको छ थाई मेकअप लुकको आइब्राउजको फाइनल लुक। र यो भिडियो मैले जुम गरेर जुम नगरेर तपाईहरुको लागि भिडियो बनाएको छु। र यो आइब्राउज चाहिँ अहिले यस्तो देखिए पनि फुल मेकअप गरिसकेपछि चाहिँ राम्रो देखिन्छ है। सो तपाईहरुले पनि यसरी नै सजिलैसँग थाई मेकअप लुकको आइब्राउज बनाउन सक्नुहुन्छ। सो थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो।